हेलो साथीहरु एकैछिन यो भिडियो सुनौं हैन यो भिडियो सुनिसकेपछि म फेरि केही भन्छु तपाईहरुलाई ल भिडियो जस्ताको तस्तै बाहुन र छेत्री चाहिँ शत्रु अरु सबै मित्र नि हाम्रो सांसद हर्क सम्पङ्गले त बाहुन छेत्री शत्रु अरु सबै मित्र भने नि त बालेन साजु र रविलाई देखि नसुनुको कारण त यो पो रहेछ त अनि फेरि कांग्रेस एमाले त मेरै दाजुभाइ हो भन्नुहुन्थ्यो कतै शेरबहादुर र केपी ओली राई त परेन भने भिडियो सुन्नुभयो होला साथीहरु यो भिडियो चाहिँ पहिले हर्क साम्पाङ चाहिँ सांसद नबनी अनि मेयर नबनिकिनको यो भिडियो हो हैन उहाँले त्यो बेला के भन्न खोज्नु भएको थियो भने उहाँकै अहिले पार्टीका महासचिव आरएन राईलाई चाहिँ हैन हो आरएन जी तपाईले मंगल भन्नुहुन्छ तर छेत्री बाहुन सत्तुर अनि त्यस पछाडि फेरि उता इन्डियाका कुनै के छेत्री बाहुनलाई चाहिँ लगाएको छ यो के भनेर भन्नुभएको थियो तर उहाँहरूको सहमति थिएछ जसरी पनि हुन्छ छेत्री बाहुनले लखेट्नुपर्छ भने सहमति भित्र थिएछ अहिले आएर प्रश्न हो नि त आरएन राईले खासमा ल्याएको त्यस कारणले गर्दाखेरि नाच्ने हो धेरै तिमीहरू सरस्वती खुसी नमार पालो तिमीहरूले आउँछ सबैभन्दा पहिले बाहुनहरूले विजय गर बाहुनहरूले त सरस्वती पार्टीमा एकै भोट दिन हाल्यो सबैभन्दा पहिले खेती नेपालले बाहुनहरू उनीहरूले त्यही भनेको छ यो मैले होइन आरएन राईले भनेको हामी छेत्री त छेत्रीको त यो छ बाहुनहरूले पहिलो नम्बरमा सरस्वती पार्टीलाई भोट हाल्ने काम नगर्नुहोस् त्यसपछि छेत्री त हामी छँदैछौँ कसैले लखेर त हामी लखेर्नेवाला छैनौँ